चाहिँ अब देशले धेरै आन्दोलन पनि टेक्न नसक्ने अवस्था आइसकेको छ। हजुर अब जिन्जीका जुन मागहरू छन् त्यो मागलाई चाहिँ तत्काल सम्बोधन गरेर होइन सरकारले अगाडि बढाउनु पर्ने हुन्छ। यो सडक आन्दोलन भन्दा पनि अब जिन्जीहरूले पनि संवादकै माध्यमबाट चाहिँ सरकारसँग चाहिँ यो वार्ताकै माध्यमबाट चाहिँ कुराहरू अगाडि बढाउन राम्रो हुन्छ। अब नेपाली जनताले चाहिँ अब धेरै आन्दोलन टेक्न नसक्ने अवस्था भइसकेको छ। यहाँ गरी खाने वर्गहरूलाई पनि एकदमै समस्या छ। यो आन्दोलनले गर्दाखेरिमा चाहिँ भोलि पनि आन्दोलन रे पछि पनि आन्दोलन रे भन्दाखेरिमा यहाँ एकदमै त्राहिमाम छ। यो जुनसुकै वर्गले आन्दोलन गर्दा पनि खास असर पर्ने भनेको यो गरी खाने वर्गलाई हो होइन। त्यो भएकोले गर्दाखेरिमा अब यो सडक आन्दोलन भन्दा पनि अब यो संवादकै माध्यमबाट चाहिँ अगाडि बढ्नुपर्छ र सरकारले चाहिँ यो संवादको बाहनामा चाहिँ अल्म ल्याउने होइन कि तार्किक निष्कर्षमा पुर्याउने खालको जिन्जीहरूको मागहरू जुन छ होइन भ्रष्टाचारहरूलाई कारवाही गर्ने र तपाईँको चाहिँ यो प्रत्यक्ष कार्यकारी चाहिँ प्रधानमन्त्रीको चुनाव गर्ने भन्ने उहाँहरूको जुन एउटा माग छ होइन त्यसलाई चाहिँ तत्काल सम्बोधन गर्नुपर्छ। जस्तै दाहालजी खास गरी गएको भदौ 23 भन्दा पनि भदौ 24 मा जुन खालको विध्वंस भयो त्यो विध्वंसमा चाहिँ मुलुकमै कहलिएका सेलिब्रिटीहरू नै संलग्न भएको तथ्यहरू बाहिर आइरहेका छन् र ती तथ्यहरूले नै मुलुकमा सबैभन्दा जान्ने मान्ने सबैले चाहिँ मानेका व्यक्तित्वहरू नै यो अपराध कर्ममा संलग्न भएको यी तथ्यहरूले दर्शाइराख्दाखेरि हामी साँच्चै हाम्रो विवेकद्वारा चलिरहेका छौँ कि कसैको शिकायतमा यसरी मुलुकलाई विध्वंस गरिरहेको छ। यहाँले चाहिँ यो आन्दोलनलाई पनि नजिकबाट हेर्नुभयो, एउटा जिम्मेवार पार्टीको व्यक्तित्व पनि हुनुहुन्छ, यसलाई कसरी व्याख्या गर्नुहुन्छ यहाँले? यो 23 र 24 गतेको आन्दोलनमा हाम्रो विकसित साझा पार्टीको पनि यसमा चाहिँ नैतिक समर्थन थियो र हामीहरू पनि त्यसमा भाग लिएका थियौँ। हजुर प्रष्ट रूपमा तपाईँलाई भन्नुपर्दाखेरिमा त्यो आन्दोलनमा हाम्रो पार्टीको नैतिक रूपमा समर्थन थियो। हाम्रो नेताहरूको पनि स्टेटमेन्ट तपाईँले हेर्नु होला होइन यसमा थियो। अनि त्यसपछि अब यो घुसपेटको कुरा आयो। घुसपेटको कुरा आउँदाखेरिमा चाहिँ तपाईँको चाहिँ अब यो घुसपेट कहाँबाट भयो केबाट भयो भन्ने कुरो चाहिँ यो जुन गौरीबहादुर कार्कीको संयोजकत्वमा एउटा आयोग गठन भएको छ होइन। अब त्यो आयोगले नभनिकन चाहिँ हामीले चाहिँ फ्याटो लाएर चाहिँ अब यसरी चाहिँ यसै हो भनेर चाहिँ अलिक भनिहाल्न सक्ने अवस्था छैन होइन। यो चाहिँ आयोगलाई नै जिम्मा दिनुहोस् कुरा चाहिँ यो छानबिन चाहिँ आयोगले नै गर्छ। आयोगले जे निर्णय गर्छ होइन त्यो नै तपाईँको चाहिँ सर्वमान्य हुन्छ होइन। त्यो भएकोले गर्दा आयोग बनिसकेको अवस्थामा यसरी चाहिँ यो भयो भयो भनेर चाहिँ टिका टिप्पणी गर्दाखेरि फेरि चाहिँ अब तपाईँको चाहिँ यो अनुसन्धानको लागि चाहिँ अब अलिकति असर पर्न सक्छ होइन। यो विषय चाहिँ अब जस्तै यहाँनिर छ नि जस्तै गौरीबहादुर कार्कीको नेतृत्वमा सरकारले यो चाहिँ जाँचबुझ समिति बनाएको छ र खास गरी अध्यक्ष समेत रहेका कार्कीमाथि प्रश्न उठेको छ। त्यो घटना हुनुको केही दिन अगाडि नै उनले सञ्जालमा केही कुरा चाहिँ सम्प्रेषण गरेको कुरालाई लिएर खास गरी यो मुलुकको दोस्रो ठुलो दल भनिएको एमाले कडा आपत्ति जनाउँदै आएको छ र अस्वीकार गर्दै आएको छ। यो एमालेको चाहिँ यो के अरे यो हरुवा गोरुको छेरुवा दाउ हो कि अर्थात् उसले उठाइरहेको चाहिँ सवाल यथार्थ हो, के लाग्छ यहाँलाई? यो सबभन्दा गद्दार नै एमाले हो। हेर्नुहोस् है आजको यो घटना इन दिनमा 23 गते 24 गतेको घटना हुनुमा एमालेको ठुलो हात छ। हेर्नुहोस् है त्यसपछि अब काङ्ग्रेसको भइहाल्यो। हेर्नुहोस् है दुधको साथी बिरालो। त्यसपछि यो एमाले काङ्ग्रेस र माओवादी यो 3 दलीय गठबन्धन यो 3 दलको तपाईँको सिन्डिकेट यो भत्काउनलाई चाहिँ जुन पर्ने थियो त्यो 23 र 24 गतेको आन्दोलनले भत्कियो। यो उनीहरूले तपाईँको चाहिँ गौरीबहादुर कार्कीको यो भनेर टिका टिप्पणी गरेर अहिले चाहिँ समय गर्नु त्यो एकदमै नाजायज हो। त्यो केपी ओलीले तुरन्तै तपाईँको हात छाडो गरेर चाहिँ तपाईँको चाहिँ म अपराधी हो भने मलाई कठघरामा लगेर राख भनेर चाहिँ आत्मसमर्पण गरेर जाँदाखेरि एकदमै राम्रो हुन्छ होइन भने तपाईँको चाहिँ केपी ओली शेरबहादुर देउवा जस्ता प्रचण्डहरूलाई चाहिँ तपाईँको चाहिँ अब यो चुनावमै उठाउन सक्ने गरी अब यिनीहरूलाई चाहिँ यिनीहरूको ठुलो धेरै अपराधहरू गरेका छन् देशका लागि जनताको लागि। हेर्नुहोस् है नेपाली जनताले यिनीहरूलाई कदापि पनि छोड्नेवाला छैनन्। हेर्नुहोस् है त्यो भएकोले गर्दाखेरिमा यो तपाईँको चाहिँ एमाले के भन्यो काङ्ग्रेसले के भन्यो अरूले के भन्यो भनेर भन्दाखेरिमा पनि अहिले मेन कुरो जेन्जीहरूले के भनिरहेका छन् जनताले के भनिरहेका छन् एमाले अपराधी हो कि होइन, केपी ओली तपाईँको चाहिँ हत्याराको नायकी हो कि होइन, रमेश लेखक हत्याराको यो चाहिँ मतिया हो कि होइन भन्ने कुरो सबैलाई प्रश्न थाहा छ। हेर्नुहोस् यो मैले आधे दिएको थिएँ आधे दिएको थिइनँ भनेर चाहिँ यसरी पन्छिरहन मिल्दैन। हेर्नुहोस् यो भएकोले गर्दाखेरिमा यिनीहरू चाहिँ यी अपराधीहरूलाई यी देशद्रोहीहरूलाई यिनीहरूलाई कठघरामा तत्काल लिएर आएर चाहिँ तपाईँको चाहिँ सुनेर चाहिँ कानुन बमोजिम चाहिँ कारवाही गरेर चाहिँ फागुन 21 निर्वाचन गर्नुपर्छ। अब निर्वाचनमा चाहिँ तपाईँको चाहिँ अब यो तपाईँको चाहिँ वैकल्पिक शक्तिहरू एक भएर जानलाई चाहिँ तपाईँको चाहिँ अब अहिले चाहिँ यो विकसित साझा पार्टीको उपाध्यक्षको संयोजकत्वमा एउटा चाहिँ संयोजन समिति वार्ता समिति पनि गठन भएको छ। त्यसले पनि काम गरिरहेको छ। अनि त्यसपछि बालेन शाह हर्क साम्पाङ गोपी हमाल लगायत कुलमान
लगायत स्वतन्त्र पार्टी, विकसित साझा पार्टी लगायत अब बाबुराम भट्टराई लगायत सिके राउतसँग पनि सकेसम्म चाहिँ तपाईँको चाहिँ एकता गरेर चाहिँ यी पुराना तपाईँको चाहिँ यी ठग यी भ्रष्टहरूलाई चाहिँ तपाईँको चाहिँ एकदमै पत्तासाफ बनाएर चाहिँ अब नयाँ नेपालको सुरुवात गर्नुपर्छ। फागुन 21 सम्भव गर्नुपर्छ। सुशीला कार्की सरकारले अब एउटै काम भनेको तपाईँको फागुन 21 चाहिँ टार्गेट गरेर चाहिँ अगाडि बढ्नुपर्छ। यी तपाईँको चाहिँ झिराम सिंह एमाले माओवादीका कुराहरू सुनेर अलमलिने होइन, यिनीहरूलाई चाहिँ ड्याङ ड्याङ छुनेर चाहिँ कार्कीको आयोगले अब के निर्णय निकाल्छ, कार्कीको त्यो आयोगको अनुसार निर्णय अनुसार चाहिँ यिनीहरूलाई चाहिँ तपाईँको चाहिँ जेलमा कोतेर अब नयाँ नेपाल निर्माण गर्नुपर्छ। हजुर, जस्तै वैकुण्ठजी अन्तिममा एउटा मैले यहाँसँग प्रश्न राखेँ, खास गरी मुलुकभित्रको यो चाहिँ जे खालको परिस्थिति बनेपछि खास गरी मध्यम वर्ग अर्थात् व्यवसायहरू ठुलो मारमा परेका छन् होइन, यो मारमा परेको व्यवसायहरूप्रति राजनीतिक नेतृत्वहरू किन कहिले पनि उदार हुँदैन, जहिले पनि उनीहरू सत्ताको केन्द्रित मात्रै हुन्छन्, आफ्नाका लागि मात्रै काम गर्छन् भनेपछि अब जनताले यिनीहरूलाई चाहिँ निर्वाचनको माध्यमबाट बढार्न सक्लान् या नसक्लान्, फेरि यिनीहरू दोहोरिएर आएर फेरि सत्ताकै कुर्सीमा बस्लान् भन्ने स्थिति पनि छ नि। अब आम जनतालाई तपाईँले के भन्न चाहनुहुन्छ, खास यिनीहरूको विकल्पमा अब नआउने नयाँ शक्तिले चाहिँ के गर्न सक्छ? अब आम नागरिकले अब बुझिसक्नु भएको छ कि यो तपाईँको चाहिँ पुराना पार्टी काङ्ग्रेस एमाले माओवादीबाट देश बन्दैन, यिनीहरू देश ध्वंस बनाए। अब उहाँहरूलाई यो कुरो प्रश्नै छ। अब त्यो भालेको रहेन। अब यो वैकल्पिक शक्ति जुन विकसित साझा पार्टीले आजभन्दा 11 वर्ष अगाडिदेखि उठाएका मुद्दाहरू तपाईँको जनतालाई चाहिँ शिक्षा स्वास्थ्यमा निःशुल्क गर्ने, रोजगारको ग्यारेन्टी गर्ने, तपाईँको चाहिँ उद्योग धन्दा कल कारखाना तपाईँको चाहिँ यहाँ नेपालमै चाहिँ निर्माण गर्ने, आफ्नै देशमा काम गरेर खाने वातावरण बनाउने भनेर चाहिँ राम्रा राम्रा एजेन्डाहरू लिएर आइरहेको छ विकसित साझा पार्टीले। विकसित साझा पार्टीकै एजेन्डामा त्यहाँ राजसभा आएको छ, अरू वैकल्पिक शक्तिहरू आएका छन्। अब यी वैकल्पिक शक्तिहरू एक हुँदैछन्। अब उहाँहरूले चाहिँ यी पुराना शक्तिहरूलाई चाहिँ अब चाहिँ अगाडि बढाउने होइन कि अब तिनीहरूलाई चाहिँ पाखा लगाएर चाहिँ यी नयाँ युवाहरूलाई जम्मै 35-40 वर्ष 50 वर्ष मुनिका नेताहरूसँग चाहिँ देश बनाउने भिजन छ होइन, जोसँग देश बनाउने भिजन छ, भिजन भएका मान्छेलाई चाहिँ अगाडि बढाउनुपर्छ। यी चाहिँ तपाईँको चाहिँ 46 सालदेखि चाहिँ लुटिखाएका पल्किरहेका यिनीहरू चोर डाका भ्रष्टहरूलाई चाहिँ अब चाहिँ यो तिलाञ्जली दिने समय आएको छ। फागुन 21 एकदम सचेत हौँ, मन बदलौँ, मत बदलौँ, नयाँ अब आउने वैकल्पिक शक्तिहरूलाई चाहिँ विजय गराउँ। अब चाहिँ म चाहिँ यही भन्न चाहन्छु। हुन्छ दाहालजी, अत्यन्तै महत्त्वपूर्ण विचार राखिदिनु भयो, त्यसका लागि धेरै धेरै धन्यवाद। मलाई नि यो समय र समाजका लागि टिभी टुडे परिवार र हजुर लगायत सम्पूर्ण टिमलाई चाहिँ एकदम आभार व्यक्त गर्न चाहन्छु। र म एउटा कुरा के भन्न चाहन्छु भने तपाईँहरू मिडियाले पनि यी पुराना दलहरूको पछाडि जसरी लागिरहनु भएको छ, तपाईँहरू फेरि चाहिँ त्यो उनीहरूको खोजीमा हिँडिरहनु भएको छ। अब तपाईँहरू पुरानो दलको पछाडि लागि होइन, मिडियाले ल्याउने भनेको अब यी वैकल्पिक शक्तिहरूलाई अगाडि ल्याउने हो, वैकल्पिक शक्तिका विचारहरू अगाडि राख्ने हो। तपाईँहरूले चाहिँ तपाईँको चाहिँ अब नयाँ पार्टीहरूको के छ त योजना, नयाँ पार्टीका कुराहरू जनतामा ल्याएर चाहिँ जनतालाई पनि सुशिक्षित गर्ने काम मिडियाहरूको हो। मिडियाले एकदमै सचेत हुनुपर्छ। अहिले पनि मिडिया अलिकति धर्म रहेर हो कि जस्तो लागिरहेको छ मलाई। हजुरहरू पनि सचेत हुनु होला। यो पुरानो दलहरूको यी भ्रष्टाचारीहरूको यिनीहरूका कर्तुतहरू बाहिर ल्याउनुपर्छ हामीले, र नयाँ पार्टीहरूको योजना भिजनहरू के छ तीलाई चाहिँ बाहिर लिएर आएर जनतामा छर्लङ्ग पार्न चाहिँ मिडियाको एकदमै ठुलो हात रहन्छ। त्यो भएले गर्दा टिभी टुडेले चाहिँ मलाई बोल्ने अवसर दियो होइन, यसको लागि चाहिँ एकदम धन्यवाद। हुन्छ दाहालजी। दर्शकवृन्द, उहाँ हुनुहुन्थ्यो वैकुण्ठ दाहाल, व्यवसायी पनि हुनुहुन्छ र खास गरी विवेकशील साझा पार्टीको नेता समेत हुनुहुन्छ।